अनि यो एउटा पर्यटक क्षेत्र पनि हो रानी सैन भनेको। यो रानी सैन चाहिँ कुन जिल्लामा पर्छ भनेर मैले जान्न खोजेको। रानी साइन, जसलाई रानी शाइन पनि भनिन्छ, त्यो चाहिँ नेपालको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ। विशेष गरी यो स्थान त्यस क्षेत्रमा रहेको साइपाल बेस क्याम्प र मनोरम प्राकृतिक दृश्यका लागि चिनिन्छ। के तपाईलाई यस विषयमा अनि यो बाजुराको कुन गाउँपालिकामा पर्छ कि नगरपालिका हो कि के हो, कता पर्छ ठ्याक्कै? यता जानलाई कताबाट जानुपर्छ? रानी सैन वा रानी शाइन बाजुरा जिल्लाको हिमाल गाउँपालिकामा पर्दछ। हिमाली गाउँपालिका हो? जी हजुर, हिमाल गाउँपालिका। अब त्यहाँ पुग्नका लागि सामान्यतया तपाईले धनगढी वा नेपालगञ्ज हुँदै बाजुराको सदरमुकाम मार्तडी पुग्नुपर्ने हुन्छ। त्यसपछि विभिन्न पदमार्ग हुँदै हिमाल गाउँपालिका र रानी शाइनसम्म पुग्न सकिन्छ। यो यात्रा केही कठिन र लामो। अनि सुन्नु न, पछिल्लो पटक चाहिँ यो हुम्लाले पनि हाम्रो हो रानी सैन भनिराखेको छ, अनि बाजुराले पनि हाम्रो नै हो भनेको छ। खासमा कुरो के हो?